नमस्कार साथीहरू, 30 दिनको माइक्रोसफ्ट एक्सेस कोर्सको तेस्रो दिनमा तपाईँहरूलाई हार्दिक स्वागत छ। आजको हाम्रो टपिक रहेको छ टेबलको बारेमा। सबभन्दा पहिला टेबल भनेको के हो? टेबल भनेको माइक्रोसफ्ट एक्सेसको सबभन्दा महत्त्वपूर्ण अब्जेक्ट हो, किनकि सम्पूर्ण डाटालाई यही भण्डारण गरिन्छ। टेबललाई एक्सेलको वर्कसिट जस्तै सम्झन पनि सकिन्छ, जहाँ डाटालाई रो र कलमको रूपमा राखिन्छ। सबभन्दा पहिला हामीहरू एउटा टेबल बनाम। सो यहाँ हेर्न सक्नुहुन्छ, मैले एडमिसन नाम गरेको टेबल राखेँ र सबभन्दा पहिला यसको हामीहरू डाटा टाइप्ससँगै सब कुरा बुझ्दै जाऊँ। सबभन्दा पहिला रहेको छ हाम्रो कुनैमा चाहियो आइडी। आइडी भनेको हाम्रो जहिले पनि प्राइमरी की हुन्छ। अब प्राइमरी कीमा यहाँ हेर्न सक्नुहुन्छ सिम्बल, हाम्रो की जस्तो सिम्बल आएछ, यसलाई प्राइमरी की भनिन्छ। प्राइमरी की भनेको टेबलको त्यस्तो फिल्ड हो जसले प्रत्येक रिकर्डलाई अलग अलग रूपमा चिनाउँछ। एउटै टेबलमा दुईवटा रिकर्डको प्राइमरी की पहिल्यै एउटै हुन सक्दैन। उदाहरणको लागि पहिला यसको हामीहरू एरिया बनाम, त्यसपछि जस्तै यहाँ आइडियामा छ, त्यसै गरी अर्को के हुन्छ, हाम्रो स्टुडेन्ट नेम हुन्छ। सो स्टुडेन्ट नेममा यहाँ हेर्न सक्नुहुन्छ डाटा टाइपमा हाम्रो रहेछ टेक्स्ट, मेमो, नम्बर, डेट एन्ड टाइम, करेन्सी, अटो नम्बर, यस नो, ओएलई अब्जेक्ट, हाइपरलिङ्क। यसको बारेमा म एउटा एउटा गरी बुझाउँछु। सबभन्दा पहिला छ हाम्रो टेक्स्ट। टेक्स्ट जहाँ नाम, ठेगाना, सहर, फोन नम्बर, इमेल वा कोड जस्तै छोटा सानो शब्दहरू प्रयोग हुन्छ। कुनै नाम लेख्दाखेरि हामीहरूले टेक्स्टको प्रयोग गर्छौँ। त्यसै गरी अर्को हाम्रो रहेको छ मेमो। मेमो भनेको लामो विवरण टिप्पणीको लागि मेमोको प्रयोग हुन्छ। जस्तै स्टुडेन्टको बारेमा टिप्पणी लेख्नु छ, त्यसको लागि प्रडक्टको कुनै पनि सामानको बारेमा कसैलाई बुझाउनु छ भने, डिस्क्रिप्सन गर्नु छ भने त्यसको बेलामा मेमो प्रयोग हुन्छ। त्यसै गरी अर्को हाम्रो रहेको छ नम्बर। नम्बरको काम भनेको सङ्ख्यात्मक न्युमेरिक डाटालाई राख्नलाई प्रयोग गरिन्छ। जस्तै कसैको उमेर, कति क्वान्टिटी छ, मार्क्स छ, कति किलोग्राम छ, त्यो नम्बर अनुसार यसमा राखिन्छ। त्यसै गरी अर्को हाम्रो रहेको छ डेट एन्ड टाइम। डेट एन्ड टाइम भन्नाले हामी बुझ्न सकिन्छ समय र मिति राख्न यसको प्रयोग हुन्छ। त्यसै गरी अर्को हाम्रो रहेको छ करेन्सी। करेन्सी हामी पैसा सम्बन्धी डाटा राख्न प्रयोग गरिन्छ। जस्तै सेलेरी, प्रोडक्ट प्राइस, जस्तै एडमिसन फीहरू, यो कुराहरू यसमा यस्तो कुरा राख्नलाई करेन्सीको प्रयोग हुन्छ। त्यसै गरी हाम्रो अटो नम्बर छ। अटो नम्बर अनि प्राइमरी नम्बर उस्तै हो, दुवै अटोमेटिकली इन्क्रिमेन्ट हुँदै जान्छ। नम्बरहरू यसमा लेख्नु, टाइप गर्नु पर्दैन, यो अटोमेटिकली डाटा इन्टर हाल्दाखेरि आफै यो कुराहरू आफै बढ्दै जान्छ। जस्तै एउटा, दुईटा, तिनवटा गर्दै आफै हुन्छ। त्यसै गरी हाम्रो छ यस नो, ओएलई बुलियन नम्बर। दुईवटा मात्र भ्यालु प्रयोग गरिन्छ, जस्तै यस अनि नो, ट्रु अर फल्स जस्ता कुराहरू यसमा प्रयोग हुन्छ। त्यसै गरी हाम्रो अर्को रहेको छ ओएलई अब्जेक्ट। ओएलई अब्जेक्ट मुख्यतः पिक्चर इन्सर्ट गर्नलाई, फर्ममा हामीहरू पिक्चर स्टुडेन्टको राख्छौँ नि, आफ्नो पिक्चर राख्नको लागि ओएलई अब्जेक्टको काम हुन्छ। त्यसै गरी अर्को हाम्रो रहेको छ हाइपरलिङ्क। हाइपरलिङ्क भन्नाले हामीहरू स्टोर अ लिङ्क अफ अदर रिसोर्सेस अर डकुमेन्ट, कुनै पनि डकुमेन्टको लिङ्क, जस्तै युट्युब भिडियोहरूको लिङ्क हुन्छ नि, जस्तै आइडीको लिङ्कहरू हाइपरलिङ्कले राख्छ। त्यसै गरी अर्को हाम्रो चाहिँ अट्याचमेन्ट। अट्याचमेन्ट्स भनेको हामीहरू कुनै पनि डकुमेन्टलाई अट्याच गर्छौँ, जस्तै एक्सेल, चार्ट, एमएस वर्डको डकुमेन्टहरूलाई अट्याचमेन्ट गर्नलाई हामीहरूको काम लाग्छ। त्यसै गरी अर्को हाम्रो रहेको छ लुकअप विजार्ड। लुकअप विजार्ड भनेको स्टोर लिस्ट अफ भ्यालु फ्रम अदर टेबल अर क्वेरी अर सेट अफ भ्यालु द्याट वी स्पेसिफाई मेनुअली ड्रप डाउन लिस्ट। यसलाई सिम्पली भन्दाखेरि ड्रप डाउन लिस्ट, जस्तै हामीहरू फर्म भर्दाखेरि त्यहाँ सेक्समा हुन्छ नि लेखेको मेल, फिमेल, अदर, त्यस्ता ड्रप डाउनहरू जेनेरेट गर्न सक्छौँ। सो अब हामीहरू यहाँबाट एउटा लिस्ट तयार पारौँ। जस्तै मलाई यसमा नम्बर टेक्स्ट चाहियो भने टेक्स्ट, त्यसपछि अर्को के हुन्छ हाम्रो क्लास। स्टुडेन्टको क्लास चाहियो भने यहाँ ड्रप डाउनमा क्लासको लागि हामीहरू नम्बर युज गर्छौँ, त म नम्बर सिलेक्ट गरेँ। त्यसै गरी अर्को हाम्रो रहेको छ एड्रेस। एड्रेसको लागि यहाँ हेर्न सक्नुहुन्छ
मसँग यहाँ मेमो पनि राख्न सक्छु। लामो एड्रेस छ भने मेमो र टेक्स्ट। ल यहाँको लागि म मेमो हालिदिन्छु। मेमो भनेको अलि लङ टेक्स्टमा हुन्छ। त्यसै गरी अर्को हाम्रो रहेको छ फी। फीको लागि यहाँ हामी सिम्पली करेन्सीमा जान सक्छौँ। यो पैसा सम्बन्धी कारोबार गर्ने कामलाई करेन्सीमा यहाँ राखिन्छ। त्यसै गरी अर्को हाम्रो रहिएको छ फोटो। फर्ममा त्यहाँ फोटोको सेक्सन हुन्छ। त्यो फोटोको लागि हामीहरू ओएलई अब्जेक्ट सिलेक्ट गर्न सक्छौँ। अब म यहाँ एडमिसनमा जान्छु। यहाँ हेर्न सक्नुहुन्छ मेरो आइडी, स्टुडेन्ट नेम, क्लास, एड्रेस, फी, फोटो आइसकेछ। अब जस्तै मलाई एकजनाको नाम राखिदिन्छु म मोहन। यहाँ हेर्न सक्नुहुन्छ मेरो आइडी अटो नम्बरमा हुँदाखेरि अटोमेटिकली 1 जनरेट भइसक्यो। क्लास म 12 राखिदिन्छु। त्यसै गरी एड्रेस नेपाल। फीमा अब जस्तै 1000 हालेछ भने यहाँ हेर्न सक्नुहुन्छ इन्टर थिच्दा हेर्नुहोस् डलरको सिम्बल आइसकेछ, हाम्रो करेन्सीको सिम्बल। त्यसै गरी हामीहरूलाई पिक्चर इन्सर्ट गर्नु छ भने यहाँ राइट क्लिक गर्ने अनि इन्सर्ट अब्जेक्टमा यहाँ क्लिक गर्दाखेरि यहाँबाट हामीहरू पिक्चर चाहियो भने जुन पनि पिक्चर चाहिँदाखेरि यहाँबाट हामीहरू डाइरेक्ट लिन सक्छौँ। अहिले मलाई चाहिँदैन, जस्ट सोको लागि। त्यसै गरी अर्को हाम्रो यहाँ हेर्न सक्नुहुन्छ सेकेन्ड नम्बरमा म सीता राखिदिन्छु। क्लास 11 हालिदिन्छु। यसको जनकपुर हालिदिन्छु। ल यसले मलाई 1200 पे गरेछ। अनि सिम्पली फोटो चाहियो भने राइट क्लिक गर्ने, यहाँ हेर्नु एकछिनमा हेराइ नै दिन्छु। इन्सर्टमा जाने र यहाँ हेर्न सक्नुहुन्छ जस्तै मलाई माइक्रोसफ्ट ग्राफ चार्ट चाहियो भने यहाँ आफ्नो फोटो पनि हाल्न सकिन्छ। तर म उदाहरणको लागि यहाँ हेर्न सक्नुहुन्छ एउटा ग्राफिङ चार्ट यो यहाँ लिङ्क आइसकेछ। यसमा क्लिक गर्दा त्यो ग्राफ चार्ट अपेयर हुन्छ। त्यसै गरी यदि हामीलाई अर्को चाहियो भने यहाँ हेर्न सक्नुहुन्छ यसलाई पनि 12 गरिदिउँ र यसलाई पनि पोखरा हालिदिउँ। इमेज चाहियो भने सिम्पली राइट क्लिक गर्ने अनि आउँछ। पर्यो भने च्यानल लाइक एन्ड सब्सक्राइब गर्न नबिर्स्नु होला र पछिल्लो हाम्रो भिडियोहरू हेर्नु भएको छैन भने एकचोटि त्यो भिडियोहरू पनि वाच गर्न होला। धन्यवाद।